हेलो साथीहरू, के छ नयाँ नौलो खबर? मेरो त एकदमै ठिक छ है। अनि फेरि म आज नयाँ भिडियो लिएर आइसकेको छु। अब म यतिखेर सुतेर उठेर अहिले त्यस्तै 2 बजे होला दिउँसो कि, अनि मार्केटतिर जाँदैछु। मेरा 2जना साथीहरू अगाडि छन् र आजको चाहिँ यस्तो दामी भ्यू छ है, यस्तो दामी देखिरहेछ कि एकदम मजाले घाम लाग्छ है। आज बिहानैदेखिको मजाले घाम लाग्छ, तर चिसो चाहिँ है, चिसो चाहिँ फेरि बबालै छ। चिसो त बबालै 21-20 यस्तै गर्छ, यस्तै बिचमा त्यो छ। टोपी लगाउनु बिर्सेछु मैले, टोपी लगाउनु बिर्सेछु, सोकै छैन होइन। ज्याकेटको छ नि त, मलाई चाहिँ यसले एकदमै काम गरिरहेछ यो ज्याकेटको टोपीले। र हातमा चाहिँ अलिकति चिसै भयो, हातमा चाहिँ अलिकति चिसो छ, पन्जा लाउँदा पनि चिसो छ। यसमा चाहिँ पन्जा लगाएको छु, राइट ह्यान्डमा चाहिँ लगाएको छैन। अब फोन चलाउनु पऱ्यो नि त, अनि मिल्दैन क्या, त्यही भएर त्यसमा नलगाएर यसरी यस्तो गरेर क्यामेरा समाएर हिँड्दाखेरि चाहिँ चिसो बबाले हान्ने हातमा चिसो केही थाहा पाएन है हातले। फेरि फोन चाहिँ अडिरहेको छ, त्यही भएर भ्लगिङ गर्दाखेरिमा चाहिँ हातमा यसरी समाएर हिँड्दाखेरि चाहिँ क्यामेराले चाहिँ यस्तो यस्तो कि हल्लिने क्या, यस्तो यस्तो यस्तोमा जिग्ज्याग गइरहने भिडियो तर यस्तो हल्लिने चाहिँ क्यामेरा, त्यही भएर अलिक आउँदो रहेछ। र यस्तो बेलामा चाहिँ भ्लगिङ गर्दाखेरिमा चाहिँ एउटा स्टिकरहरू चाहिँ भयो भने काम चाहिँ प्रभाव गर्छ, फेरि त्यो चाहिन्छ। र अब यस्तै हो प्रदेशमा है, चिसो नहुने बाध्य भयो। आज सामानहरू छैन, ल्याउनु पऱ्यो, खानु पऱ्यो, काम गर्नु पऱ्यो। यसो के भन्छ, अब पेट पाल्नैको लागि आएको, फेरि चिसो छ भनेर बसेर नि भएन। अहिले खाएन भने आउँदैन, फेरि यो पनि नआइकन बस्यो है, आँखामै घाम भयो। चाहिँ बवाल लाग्छ कि आज, कस्तो दामी देखायो हामी, यस्तो टाइपको देखिरहेछ कसम। यस्तो बवाल देखियो, ठिकै छ। अब के गर्नु त है साथीहरू, यस्तै हो। अब परदेशमा भने जस्तो त केही पनि छैन है। र अहिले चाहिँ नेपालमा चाहिँ चुनावी माहौल एकदमै छ। र मेरो चाहिँ के आशा छ भने देशमा अलिकति अब पछि चाहिँ अब जो आउँछ सरकारमा, उसले चाहिँ हामी जस्तो युवाको लागि, जो परदेशमा बस्नु भएको छ, जो परदेशमा बाध्य हुनुहुन्छ, त्यो अवस्था चाहिँ अब सिर्जना नहोस्, त्यो अवस्था नआइदिए हुन्थ्यो भन्ने हो। अब यस्तै 50-60 हजार 40-45 हजार कमाउनु पनि त परिवार छोडेर एक्लै परदेशमा सङ्घर्ष गर्नुपर्छ होइन। हरेक चिजहरू यहाँ भोग्नुपर्छ, समस्याहरू धेरै छन् परदेशमा। एक्लो फिल कतिपय त अझै ठुलो देश जानेहरू चाहिँ जस्तै जापान, कोरिया होइन, अस्ट्रेलिया यतातिर गएका मान्छेहरू डिप्रेसनमा गएर, जहाँ पनि त्यही हो क्या, सुसाइड गर्नुसम्म बाध्य हुन्छ नि त। किन र भन्दाखेरि त्यही हो कि एक्लै फिल हुन्छ नि त घरमा, सबैजना भयो जस्तो हुँदैन देशमा। त्यही हो। र अलिकति सरकार चेन्ज हुँदैछ अहिले, त्यहाँ सबैभन्दा पहिला त्यतातिर होस्। देशको विकास भनेको नि युवा हो, युवा भएन भने देशमा विकास असम्भव छ। त्यही हो होइन, देशको हिरा भनेको नै युवा हो कि। जब युवा हुन्छ देशमा हरेक चिजहरू उत्पादन हुन्छन्, कृषि हुन्छ, तब न देश विकास हुन्छ है। अब सबैजनाले राम्रो काम गरेर मात्रै पनि हुँदैन क्या। देशमा सबैभन्दा इम्पोर्टेन्ट चाहिँ मलाई कृषि नै लाग्छ, किनभने कृषिले चाहिँ एकदमै धेरै देशलाई चाहिँ, देशको चाहिँ एउटा मूल आधार भनेको नै कृषि जस्तो लाग्छ मलाई चाहिँ। त्यही हो, सबैभन्दा राम्रो पक्ष चाहिँ एउटा युवा चाहिँ देशमा हुनुपर्छ मलाई लाग्छ। अब चाहिँ अबको यो 20 बसीको
होइन। अब 1-1.5 महिनापछिको चुनावले चाहिँ यो बिस्तारै काम गरोस् ल। त्यस्तै हो, आउने खाने बस्ने होइन। काम भनेको अर्काकै हो, कति बेला के हुन्छ कति बेला नहुने सबै यहाँको सिडिओमा भन्नुपर्छ। त्यही भएर हाम्रो देशमा रोजगार भइदिएको चाहिँ सबैभन्दा राम्रो। यति भन्दै बबाल देखेको छ बबाल। आज चाहिँ घाम दामी लाग्यो, आज र हिजो पनि लागेको थियो। हिजो पनि मेरो नाइट ड्युटी थियो, तर हिजो पनि दामी घाम लागेको थियो। आज पनि बबालै घाम लागिरहेको छ। अब चाहिँ यस्तो घाम लाग्यो भने चाहिँ 1-2 महिनाभित्र गर्मी सुरु भइहाल्छ। गर्मी सुरु भएपछि त फेरि बाबा कहाँ जाने हो, फेरि सुलुलुलु गर्दै जानुपर्छ हिउँदा। तर यहाँनिर एकचोटि पानी हिउँ परिसकेपछि एकचोटि पानी परेपछि चाहिँ यो हिउँहरू चाहिँ बबालै साह्रो हुने क्या। यस्तो साह्रो छ नि यो, यस्तो साह्रो छ कि यस्तो साह्रो छ क्या। अनि यसले त मान्छेलाई हान्यो भने यसले मान्छेलाई लायो भने त पक्रेको ठाउँको ठाउँ नसोच्दा हुन्छ। पुरा सक्छ क्या, ठाउँमै सकिन्छ क्या त्यो मान्छे, यति साह्रो छ क्या। अस्ति होइन यो हिँड्ने ठाउँ नभएर यतातिर यो बाटो नभएर यहाँ हिँड्नलाई पुरै यो अलिकति मात्रै खाली थियो, जहाँ लिक हुन्छ जहाँनिर चाहिँ गाडीको टायरहरू अडिन्छ त्यत्तिको मात्रै थियो क्या बाटो। होइन सबै नै हिउँ थियो। अनि तल यसरी सोध्यो दायाँ मायाँ भयो हिउँहरू, हामीलाई पनि हिँड्न सजिलो भयो, गाडीलाई पनि सजिलो भयो। त्यस्तै छ विदेशमा त्यति हुन्छ। र यो त्यही पनि यो त हाम्रो गाउँ जस्तो ठाउँ हो क्या। एउटा सिटीमा त यो हुँदा पनि बगाल छ। हर ठाउँमा जेबाकस यहाँको फेरि गाडीको कस्तो जेबाकसमा केही गर्नु पर्दैन। बाटो क्रस गर्दाखेरिमा आफै गाडी रोकिन्छ। मान्छे चाहिँ हिँड्दै गएको देख्यो भने उसले परैबाट गाडी चाहिँ हिँड्दैछ, मान्छे हिँड्यो जेबाकसमा ठ्याक्क गाडी आइपुग्यो, ठ्याक्क रोक्नु पऱ्यो। उसले रोकेन भने त्यो मान्छेलाई त्यहीँ त्यो ड्राइभरले त्यहीँ निकालेर ड्याम्मै हानिदिइहाल्ने है बन्दुक। त्यस्तो हुन्छ है विदेशी रुल्स भनेको त्यो हुन्छ। यहाँ चाहिँ त्यस्तो कडा छ क्या फेरि। नेपालमा चाहिँ त्यही आउनुपर्छ क्या। नेपालमा त ट्राफिक त्यहीँ अगाडि हुँदा पनि यसो हेऱ्यो, त्यसले अन्ततिर हेरेर पनि त्यहाँबाट न्युट्रल हानिन्छ। यस्तो बेकार छ नेपालमा, साँच्चै हो। नियम पालनमा चाहिँ नियम चाहिँ बब्बालै हुनुपर्छ। अब तालिम सरकार आएपछि क्या यसपालि चाहिँ राष्ट्रपालले जित्छ कि जित्छ राष्ट्रपालले, घन्टीमय हुन्छ यसपालि जित्छ। यसमा चाहिँ एकदमै घन्टीको जरुरत छ जस्तो मलाई लागिरहेको छ। युवाको एउटा धड्कन हो नि त होइन, युवाको आवाज हो कि राष्ट्रपा भनेको। र राष्ट्रपालले चाहिँ केही चेन्ज गर्ला जस्तो लाग्छ मलाई, गर्नुपर्छ त्यही हो। किनकि हामी जस्तो परदेशी युवाहरूको लागि चाहिँ राष्ट्रपालले गर्नुपर्छ, काम गर्नुपर्छ है त। आजलाई चाहिँ अब यति नै हो। र फेरि अब अर्को नेक्स्ट भ्लगमा भेटौँ ल। म चाहिँ यतिखेर मार्केट आइपुगेँ। हाम्रो मार्केट चाहिँ त्यहाँनिर छ, त्यो गाडीको हो आइपुग्यो। यहाँको मार्केटहरू चाहिँ यस्तो घर जस्तो देखिन्छ क्या, यस्तो घर जस्तो देखिन्छ क्या। त्यही भएर पनि मार्केटै चिनिन्न। नेपालतिर हावै सिसा राखेर चट्ट सर्नका भित्रको चिजहरू देखिने गराउँथ्यो, अब यहाँ त त्यो छैन। ल ओके बाई बाई।